सोचिरहेको हुन्छु म कहिले कहिले होइन, एकान्तमा बसेर आफैलाई। अनि कति धेरै पहिलाको कुराहरूको याद आउँछ क्या, बच्चा हुँदाखेरिमा कति रमाइलो थियो है। त्यो मल बोक्दाखेरिमा, खेताला जाँदाखेरिमा, त्यो भुटेको मकै, साँधेको गुन्द्रुकको अचार, चिसो जाड, कस्तो सम्झिँदाखेरि पनि हुन्छ नि, मुखै हुन्छ नि तिर्खा लाग्ने टाइपको। तर ती सबै दिनहरू बितेर गए। स्कुल पढ्दाखेरिमा कहिले चाहिँ नि 10 पास गर्ने होला, कहिले एसएलसी दिने होला जस्तो लाग्थ्यो। 9-10मा हुँदाखेरिमा कहिले 11-12 भएर थोरै किताब बोकेर 3 बजे नै छुट्टी हुन्छ जस्तो लाग्थ्यो। अनि बिस्तारै 12 पनि सक्यो, हुँदाहुँदै आफूसँगै पढ्नेहरूले ब्याचलर पनि सकायो। आफू पढाइलाई त्यति कन्टिन्युटी दिएन, त्यही पनि उमेर त गइसक्यो, ढल्किसक्यो त है। हामी 4-5 कक्षामा हुँदाखेरिमा ब्याचलर के अरे +2 को पढेको दाइ दिदीहरू त कस्तो ठुलो लाग्थ्यो क्या त्यति बेला। हो उनीहरू त बिहे गर्ने बेला भइसक्यो होइन, गर्लफ्रेन्ड बोयफ्रेन्ड होला जस्तो त्यो खालको फिल हुन्थ्यो क्या। तर यसले आफूले पनि 12 गरेर देख्यो होइन, अब ब्याचलरै कटिसक्थ्यो अहिलेसम्म त। अनि आफैलाई त्यो उसमा देख्दाखेरिमा अनि अचम्म लाग्छ क्या, ल हामी त ठुलो भइसकेछ। फेरि फर्केर त्यो रमाइलो त्यो बुढासँग होइन लुकीमारी खेल्ने, अनि झारको चुम्बी बनाएर खेल्ने, त्यो बनमाराको चुम्बी बनाएर खेल्थ्यौँ। अनि गाउँतिर त कस्तो हुन्थ्यो भने ढोसहरू क्या, लाइक पहिला, अहिले त मकै त्यति लाउन छोड्यो होला सायद होइन, तर पहिला चाहिँ ढोडहरू यति धेरै त्यो मकैको ढोस जम्मा पारेर अनि आगो बालेर त्यो ढोसलाई चाहिँ नि हाम फालेर त्यो आगो नाख्थ्यौँ होइन। त्यो काल्ला काल्ला दौडेको, एकचोटि मेरो खुट्टा पनि भाँचेको दौडिँदा 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 भन्दा नि त्यो कालाबाट हाम फालेको खुट्टा भाँच्यो, के भन्ने। रमाइलो थियो जो स्कुल लाइफ पनि एकदमै रमाइलो। सबै अहिले पहिला पहिला सम्झिँदाखेरि चाहिँ यो दिन कहिले जाला होइन, कहिले यो बिदा सकेला, अथवा बिदा त होइन कहिले पढाइ सकेला जस्तो फिल हुन्थ्यो। तर हामीले एकचोटि एसे लेख्न पर्थ्यो नि, याद छ कि छैन तपाईँहरूलाई? स्टुडेन्ट लाइफ इज गोल्डन लाइफ भनेर हामीले एसे लेख्थ्यो नि इङ्ग्लिसमा। साँच्चीको अहिले सम्झिँदाखेरि चाहिँ त्यो फिल हुने क्या, लाइक साँच्चीकै गोल्डन लाइफ रहेछ है त्यो भने चाहिँ। त्यति बेला त गोल्डन लागेन नि, त्यति बेला त अब होमवर्क गरे हुन्थेन, अनि कहिले पढाइ हुन्थेन, सोद्धाखेरिमा जहिले होइन पिराइ खाने होइन, सरको गाली खाने, त्यति बेला त त्यस्तो हुन्थ्यो। तर अहिले सम्झेर हेर्दाखेरि चाहिँ ब्याक आई वान गो ब्याक हुन्छ नि, लाइक सरको पिरियड हापी हापी त्यो पानी, यस्तो पानी परिरहेको बेलामा पनि हिलो हिलो भए पनि बल खेल्ने क्या। अनि घर फर्किँदाखेरिमा त्यो हिलोमा, त्यो रोडको हिलोमा, अनि त्यसपछि आलमा डुब्दै खेल्दै होइन, मतलब छैन क्या कीटाणु कति छ, रोग ब्याध केहीको मतलब छैन, बस खेल्ने कुद्ने हिँड्ने। अनि त्यो बनमासाहरू मार्ने क्या हामी, त्यो डरै नलागिकन पनि त्यो बनमासाहरूमा बिन्दास हाम फालिदिने क्या। लुगा सुगा सब हरियाली भइसक्यो होइन, त्यो हरियो त्यो उस पात लागेर त्यही पनि हाम फाल्ने कुद्ने, कति रमाइलो थियो यार। हुन्छ नि त्यो दिनहरू क्या। अझ 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 फल्नाले फल्नालाई मन परायो अरे स्कुलभरि फल्लाको बुढा फल्लाको बुढी भनेर जिस्काउने है, बाटो बाटो पनि जिस्काउने। त्यति बेला त रिसाउने है, अझ कोही त हान्नै पर्थ्यो। कति 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 कुराहरू सम्झिँदा सम्झिँदा है, लाइक आनन्द लाग्छ क्या पहिला पहिला कुराहरू सम्झिँदाखेरिमा। फेरि अहिलेको हकिकतलाई हेर्छु होइन, अहिले त्यो स्थिति छैन। अहिले ती साथीहरू कहाँ गए, स्कुल लाइफको साथीहरू, कलेज लाइफको साथीहरू कहाँ गए पत्तो छैन। कहिले कहिले देखिरहेको हुन्छ, कहिले कहिले कमेन्ट गर्न आइरहेको हुन्छ, तर कुराकानी भने खासै कोहीसँग पनि छैन। र आफूलाई पनि त्यति धेरै घुलमिल हुन, आफै पनि इन्ट्रोभर्ट भइरहेको हो एउटा कुरा त, उनीहरूलाई मात्रै दोष दिने कुरा नै आउँदैन। तर लाइफ कति छिटो चेन्ज हुन्छ यार, कति छिटो अनेस्टली भन्नु त। आफ्नो भाइ बहिनीहरूले बिहे गरेर पनि, अब छोराछोरी जन्माएर पनि, अब ठुलबाउ अङ्कल त एटलिस्ट भइसक्यो होइन, अब ठुलबाउ पनि भइसक्यो। अब हुन बाँकी भनेको अब साइनोले हजुरबाउ भन्ने पनि आउँछन् कुन दिन। साइनोले है, उमेरले त अझै बाँकी नै छ। अझै पनि बिहे गर्ने सोच
अझै पनि बच्चै जस्तो लाग्छ आफूलाई त। त्यो 16-17 वर्षको उमेर अहो कति रमाइलो थियो होइन। कतै जात्रा लाग्यो भने जस्तो गाउँतिर जात्रा लाग्थ्यो नि मन्दिरतिरहरूमा, अनि शनि पूर्णिमा, अनि त्यसपछि बुद्ध जयन्तीमा, त्यो मेलाहरूमा, त्यो महोत्सवहरूमा अझ भन्नुपर्दा पैसा त हुन्थेन होइन त्यति बेला। घरमा मागेर, घरमा चाहिँ नि घरबाट भागेर जानु पर्थ्यो। कति रमाइलो हुन्थ्यो, पैसा नभए पनि कति रमाइलो हुन्थ्यो क्या है। अहिले त सबै फेरिसक्यो। अब अहिले त त्यस्तो महोत्सवहरू त्यस्तो चाहिँ नि मेला लाग्छ कि लाग्दैन, प्राय लाग्दैन होला अहिले चाहिँ त्यति। हाम्रो पालामा चाहिँ त्यस्तो लाग्थ्यो क्या 4-5 वर्ष अगाडि। धेरै हाम्रो पाला भन्नाले फेरि धेरै अगाडि पनि होइन। म लाइक आई वाज बोर्न इन 2003 होइन। त्यही पनि आई वाज फेल लाइक कि हामीले चाहिँ धेरै कुराहरू देखिसक्यो क्या, धेरै कुराहरू। हामीले 2072 सालको भूकम्प देखे, हामीले 2020 को कोरोना पनि देखे, अनि हामीले लकडाउन पनि भोगे। त्यसपछि गएर त्यो इन्डियाले नाकाबन्दी गरेको त्यो पनि भोगे। भाद्र 23 को त्यत्रो आन्दोलन भोग्यौँ। लाइक हाम्रो पिँढीमा क्या, लाइक हामीले सानसानो हुँदाखेरिमा लाइनको मलाई अझै पनि याद हुन्छ क्या, मेरो गाउँमा लाइन आएको मलाई अझै पनि याद छ। के अरे त्यो किटक्याट मोबाइल, त्यो प्याउटे मोबाइलमा सर्पको गेम हुन्थ्यो नि, अनि बलको गेम हुन्थ्यो, हामी खुब खेलिन्थ्यो। अनि त्यो मोबाइलपछि बिस्तारै बिस्तारै अनि गीत सुन्न मिल्ने आएपछि फोटो भिडियो चल्ने मोबाइल आयो। अनि यो टच स्क्रिनहरू त भर्खरै आएको क्या, लाइक सामसुङ मोबाइलहरू। अनि फेसबुकको ट्रेन्डहरू हामी 2016-17 चाहिँ लाइक फेसबुकको एकदम चरम हुन्छ नि, लाइक एकदम युज गर्ने क्या। लाइक त्यति बेला 300-400 लाइक कट्यो भने ओहो कति ह्याप्पी होइन। अनि कसको कति धेरै कमेन्ट आयो, लाइक कसको आयो, फेसबुकमा कसको धेरै साथी छ, ओ माय गॉड। र लहर थियो त्यति बेला। र जसरी त्यो लहर बढ्दै गयो लाइक त्यसरी नै अहिले सबै उत्रिसक्यो। छैन अहिले त्यति। जति बाहिर दुनियाँहरूसँग जति कनेक्टिभिटी, जति आफू चाहिँ नि ओपन अप भयो, त्यति नै धेरै हामी चाहिँ लाइक डिप्रेसनको, एङ्जाइटीको शिकारहरू हुन पुग्यौँ। लाइक हुन्छ नि मान्छेले अब हुन त सोसियल मिडियामा देखिन्छन्, कम्पेरिजन गरिन्छन्, त्यो भएको कारणले नि हो। कहिले कहिले सोच्छु लाइफ यार केलाई ठुलो भयो होला यार, बच्चै बसिराख्नु पाए कति रमाइलो हुन्थ्यो जस्तो लाग्छ। तर के गर्नु, समयले कसैलाई पर्खिँदैन। मलाई पनि पर्खेन, कसैलाई पनि पर्खिन्न। त्यही हो, यात्रामा रमाऊ भन्न चाहन्छु म त। अब म त रमाइरहेको छु कि अब के गरिरहेको छु मलाई पनि थाहा होइन, तर रमाऊ। ओके, यस्तै कुराहरू गरिराखौँला है। फलो फर मोर। थ्याङ्क यू फर वाचिङ।